हेलो गाइज, पवित्र गार्डन फ्यामिली सबै सन्चै हुनुहुन्छ होला। पोथसको त सबै यसो हेर्दाखेरि एउटै छ नि त, हेर्न हैन? यो अलिक पात सानो हुन्छ। तर यसलाई चाहिँ कसरी डिफरेन्सिएट गर्ने, नाम चाहिँ के हो भनिदिनु। यो एन्जोय पोथस हो यसको नाम चाहिँ। अनि यो सेटिङ पोथस हो र कस्तो दामी देख्छ। अनि यो मार्बल क्विङ हो साथीहरु, थाहा छ नि यो मार्बल क्विङ। अनि पहिला चाहिँ पुरा हरियो निस्किन्थ्यो नि त, हरियो पुरानो समयमा। अनि समय अनुसार हेर्नुहोस् त कति परिवर्तन भएको छ। यो पोथस भनेपछि सबै मनी प्लान्टको भेराइटीमा आउँछ। अनि यो चाहिँ यो डल्ले पात भएको चाहिँ यो के पोथस थियो। अनि यो पनि एउटा छ है त साथीहरु। अनि यो सबै मेरो यो हिजो आएको बिरुवाहरू हो। अनि हेर्नुहोस् त यस्तो महँगो आएको छ। यो मेरो छोराको लागि किनेको मैले चाहिँ। अनि यो चाहिँ उयो हो मोनेस्ट्रा। यत्रो यो 3 पातेलाई कति भएको छ हजुरहरूले ग्यास गर्नुहोस्, कति महँगो आएको छ नि साथीहरु। यो मोनेस्ट्रा हेर्नुहोस् त, यो पात दुलो भएको। यो पनि अर्डर गर्नु सक्नुहुन्छ है त साथीहरु। यो पनि आएको छ यसरी नै। यो चाहिँ यो मनी प्लान्टको पोथसको भेराइटीमा आउँदैन। यो चाहिँ पात पुरा चिरिएको हुन्छ, सानो पत्ता हुन्छ। अनि एक मुष्टा रोप्दाखेरि एकदम राम्रो हुन्छ। यसरी हेर्नुहोस् त, यो चाहिँ फिलोडेन्ड्रन नै हो पर्छ। अनि हेर्नुहोस् त यो गोल्डन पोथस हो मनी प्लान्ट। यो चाहिँ ब्राजिलको भयो। यो ग्रीन र येल्लोमा पनि भेरिकेसनमा आउँछ है त साथीहरु। अनि हजुरहरूले फुल भिडियो हेर्नु चाहनुहुन्छ भने चाहिँ पवित्र गार्डन युट्युब च्यानलमा हेर्नुहोस्। यो चाहिँ सर्ट भिडियोमा हाल्ने छु है त साथीहरु। नयाँ साथीलाई भनेको, पुरानो साथी रेगुलर मसित 4 वर्षदेखि जुडिराख्ने साथीहरूलाई त भन्नै पर्दैन। नयाँ साथीहरूलाई चाहिँ मैले सब्स्क्राइब गरी बेल बटनलाई प्रेस गरिदिनुहोस् है त साथीहरु। अहिलेको लागि बाइ बाइ।